आफ्नो दिमागलाई एक्टिभेट गर्नु छ, नेक्स्ट लेभलमा लग्नु छ भनेपछि रोज यो 3वटा काम चाहिँ गर्नुहोस्। नम्बर 1, बिहान उठिसकेपछि ब्रस गर्दाखेरि कहिले राइट ह्यान्डले ब्रस गर्ने, कहिले लेफ्ट ह्यान्डले चाहिँ ब्रस गरेपछि यति बेला चाहिँ हाम्रो दुईटै ब्रेन चाहिँ एक्टिभेट भएको हुन्छ, राइट ब्रेन लेफ्ट ब्रेन दुईटै ब्रेन। अनि कहिलेकाहीँ रुममा भएको बेला चाहिँ आफ्नो आँखा बन्द गरेर चाहिँ तपाईँले चाहिँ हिँडेपछि तपाईँको थिङ्किङ पावर, अब्जर्भेसन पावर तपाईँको एक्टिभेट हुन्छ। आँखा बन्द गरेर तपाईँ चाहिँ एकचोटि होइन आँखा रुममा चाहिँ हिँड्न कोसिस गर्नु। यति बेला चाहिँ तपाईँ अब्जर्भ गर्नु, यो सामान कहाँ छ, त्यो सामान कहाँ छ। यति बेला चाहिँ तपाईँ थिङ्किङ गर्नु, अब्जर्भेसन लेभल यसरी चाहिँ हाम्रो बढ्छ। अनि सुत्नुभन्दा अगाडि चाहिँ हामीहरूले चाहिँ दिनमा के कार्य गऱ्यौँ सबै चिजहरू कपीमा चाहिँ अब उतारिदिनु। अनि भोलिको दिनमा के गर्नुपर्ने छ त्यो चिजहरू तपाईँले कपीमा उतारेपछि तपाईँको दिमाग एकदमै हल्का हुन्छ। यसरी चाहिँ तपाईँ आफ्नो दिमागलाई एक्टिभेट गर्न सक्नुहुन्छ, आफ्नो दिमागलाई चाहिँ नेक्स्ट लेभलसम्म चाहिँ